स्वागत छ साथीहरु हजुरहरुलाई सजिलो ज्ञान युट्युब च्यानलमा। आज फेरि म हजुरहरुसँग चाहिँ हाम्रो यो झापा कम्पनी श्रीनगर र स्वस्तिक त्यस्तै हाम्रो एसवाई प्यानलको भिडियो लिएर आएको छु। सुरु गरौँ झापाको आज 18 दिनको कारोबार रकमबाट। आज कम्पनीको शेयर चाहिँ प्री ओपनमा चाहिँ यसको 1400 मा 20 किताको कारोबार भएको थियो। कम्पनीको शेयरमा चाहिँ प्री ओपनमा चाहिँ खासै सप्लाई आएको थिएन र दिनभरिमा कम्पनीको शेयरमा चाहिँ 40,684 किताको कारोबार भएको छ। आजको यसको टर्नओभर चाहिँ 5,28,51,462 रुपैयाँको यसको टर्नओभर आएको छ। आज टप बाईमा चाहिँ ब्रोकर नम्बर 32 ले चाहिँ 7,380 किता बाई गरेको छ भने टप सेलमा ब्रोकर नम्बर 58 ले 10,574 किता चाहिँ सेल गरेको देखिन्छ। बाई डिमान्ड तर्फ हेर्दा कम्पनीको शेयरमा चाहिँ 55,000 सम्मको बाई डिमान्ड आएको थियो र लगातार 17 दिनसम्म बढेको कम्पनी चाहिँ आज 18 दिनमा आएर चाहिँ कम्पनीको शेयरले चाहिँ -9.30% ले माइनस सर्किट लगाएर पर किता 128 चाहिँ माइनस लगाएर कम्पनीको शेयर मूल्य चाहिँ 1250 पुगेको छ। आज 18 दिनसम्म चाहिँ कम्पनीको शेयर होल्ड गर्ने साथीहरुले जसले चाहिँ यो कम्पनीको शेयर 10 किता आइपीओ होल्ड गर्नुभएको थियो उहाँहरुले चाहिँ 12,500 रुपैयाँ कमाउनु भएको छ भने आज होल्ड गर्ने साथीहरुले चाहिँ -1280 चाहिँ लस बेहोर्न परेको छ। त्यस्तै 18 दिनसम्म चाहिँ के कति किताको कारोबार भयो। अहिले हाम्रो तत्काल कारोबार गर्न मिल्ने शेयर 5,30,365 किताब यो कम्पनीको शेयरमा चाहिँ कति किता कारोबार भएको छ भन्दाखेरि चाहिँ 1,81,996 किताको चाहिँ कारोबार भएको छ। आइपीओ होल्डरसँग अझै पनि यो कम्पनीको शेयर कति होल्ड छ भन्ने कुरा चाहिँ अब ठ्याक्कै भन्न मिल्दैन। किन भन्दाखेरि चाहिँ अब अगाडि किनेका साथीहरुले पनि यहाँ बेचेको हुन सक्छन्। त्यो कारणले गर्दाखेरि चाहिँ यसको ठ्याक्कै चाहिँ भन्न मिल्दैन। तर यसको चाहिँ हामीले 17 दिनसम्मको कारोबार रकम हेर्दाखेरि चाहिँ यो कम्पनीको शेयरमा चाहिँ 1,40,512 किताको कारोबार भएको थियो। आज चाहिँ कम्पनीको शेयरमा चाहिँ 40,684 किताको कारोबार भएको छ। जम्मा कारोबार रकम चाहिँ 1,81,196 किताको चाहिँ कारोबार भइसकेको छ र ब्रोकर होल्डिङ हेर्दाखेरि चाहिँ यो कम्पनीको शेयरमा चाहिँ कारोबार भएको 1,81,196 कितामा यो कम्पनीको शेयरमा चाहिँ अब टप 3 ब्रोकर होल्डिङ हेर्दाखेरि चाहिँ टप 3 मा चाहिँ ब्रोकर नम्बर 63 ले चाहिँ 12,000 किता होल्ड गरेको छ। त्यस्तै 32 ले चाहिँ 8,000 किता र 34 ले चाहिँ 4,000 किता होल्ड गरेको छ। र हामीले हिजोको भिडियोमा अपडेट गरेका थियौं हामीले चाहिँ सर्ट टाइमको लागि चाहिँ झापा कम्पनीको शेयरले चाहिँ 1500 पुग्ने सम्भावना छैन भनेको थियौं। बिहीबारदेखि कम्पनीको शेयरमा चाहिँ सेलिङ आउँछ भनेको थियौं तर कम्पनीको शेयरमा चाहिँ सेल आयो। अब भोलिबाट कम्पनीको शेयरमा झन् धेरै सेल आउँछ। त्यस्तै यहाँ रमेश शाहले चाहिँ हिजै लेख्नु भएको थियो 1400 मा सोल्ड गरे भन्नुभएको थियो। अब उहाँले चाहिँ अब हिजो नै सोल्ड गरिदिनु भएको थियो। अब कतिपय साथीहरुले आज सोल्ड गर्नु पर्यो त्यो आफ्नो ठाउँमा छ। र आजको दिनमा चाहिँ कम्पनीको शेयर चाहिँ ओपन चाहिँ 1400 मा भएको थियो। कम्पनीको शेयर त्यो भन्दा माथि जान सकेन। लोमा कम्पनीको शेयर 1240 मा पुगेको थियो। अब हिजोको तुलनामा फेरि आज सप्लाई बढेको छ। अब चाहिँ साथीहरु के हुन्छ भन्दा चाहिँ भोलि के हुन्छ भन्दा चाहिँ हाम्रो गएको सोमबार चाहिँ कम्पनीको शेयरमा चाहिँ 70,552 किताको कारोबार भएको थियो नि। अब त्यो किताको पनि भोलिदेखि कारोबारमा आउने हुँदाखेरि यो कम्पनीको शेयरमा चाहिँ अझै सप्लाई बढ्ने सम्भावना चाहिँ भोलिबाट देखिन्छ। आफ्नो निर्णय आफै गर्नु होला साथीहरु झापा कम्पनीको शेयरमा चाहिँ। किन भन्दा मैले हजुरहरुलाई चाहिँ 1500 कट्न एकदमै गाह्रो छ भनेर मैले तपाईहरुलाई चाहिँ गएको 2 दिनदेखि भन्दै आएको थिएँ। त्यस्तै अब हाम्रो श्रीनगर कम्पनीको चाहिँ आज हामी 12 दिनको कारोबार रकमबाट सुरु गरौँ। गणेश शाहले लेख्नु भएको थियो श्रीनगरमा भोलि सप्लाई आउँछ जस्तो छ भनेर लेख्नु भएको थियो। त्यस्तै हाम्रो अर्को सरले लेख्नु भएको छ आइसक्यो भनेर लेख्नु भएको थियो। र श्रीनगर कम्पनीको शेयरमा चाहिँ आज 12 दिनमा चाहिँ कम्पनीको शेयरमा चाहिँ 3,11,450 किताको कारोबार भएको छ। आजको यसको टर्नओभर चाहिँ 26,39,42,844 रुपैयाँको यसको चाहिँ टर्नओभर आएको छ। कम्पनीको शेयरमा नसोचेको सप्लाई आएको छ। त्यस्तै टप बाईमा चाहिँ ब्रोकर नम्बर 58 ले चाहिँ 18,410 किता बाई गरेको छ भने टप सेलमा पनि ब्रोकर नम्बर 58 ले 60,160 किता चाहिँ सेल गरेको छ। त्यस्तै बाई डिमान्ड तर्फ हेर्दा कम्पनीको शेयरमा चाहिँ बाई डिमान्ड घटेर 12,000 सम्मको आएको छ। अब आजै बाई डिमान्ड घटेपछि यो कम्पनीको शेयरमा अब भोलिबाट फेरि लगानीकर्ताले यदि सेलिङ प्रेसर दियो भने चाहिँ बाई डिमान्ड अझै घट्छ श्रीनगर कम्पनीको शेयरमा। किन भन्दा किता धेरै भएको कारणले गर्दाखेरि चाहिँ लगानीकर्ताहरूले अहिले किन्न पनि डराएका छन्। त्यस्तै यो कम्पनीको शेयरमा चाहिँ बाई डिमान्ड 12,000 हुँदा सेल डिमान्ड चाहिँ 15,000 थियो र लगातार 11 दिन सर्किट लगाएको कम्पनीले आज 12 दिनमा आएर चाहिँ -3.44 पैसाले घटेर कम्पनीको शेयर मूल्य चाहिँ पर किता -29.60 पैसाले घटेर कम्पनीको शेयर मूल्य चाहिँ 830 पुगेको छ। 12 दिनसम्म चाहिँ 10 किता आइपीओ होल्ड गर्ने साथीहरुले चाहिँ 8,302 रुपैयाँ कमाउनु भएको छ भने आज होल्ड गर्ने साथीहरुले चाहिँ -296 रुपैयाँ चाहिँ लस बेहोर्न परेको छ। त्यस्तै 12 दिनसम्मको कारोबार रकम हेर्दाखेरि चाहिँ हाम्रो जुन 12 दिनसम्म यो कम्पनीको शेयरमा कारोबार गर्न मिल्ने शेयर 28,20,431 कितामा यो कम्पनीको शेयरमा चाहिँ 3,61,800 किताको चाहिँ कारोबार भइसकेको छ। आइपीओ होल्डरसँग अझै पनि मोटामोटी रूपमा हेर्दाखेरि चाहिँ 24,58,631 किता चाहिँ अझै पनि लगानीकर्ताहरुसँग होल्ड छ के श्रीनगर। होल्ड चाहिँ लगानीकर्ताहरूले गरेका छन् तर आज लगानीकर्ताहरूले चाहिँ एकदमै आक्रामक तरिकाले चाहिँ सेल गरे के जसले चाहिँ झन्डै 3,11,450 किताको भनेको त यो त 12 दिनमा आएर यो यस्तो अब म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरको त्यो पनि अझ फरक खालको कम्पनी जुन चाहिँ हाम्रो यो कम्पनीले त के गर्छ भन्दाखेरि चाहिँ माछा उत्पादन सम्बन्धी दाना बनाउने काम गर्थ्यो। अब यस्तो कम्पनीको शेयरमा चाहिँ लगानीकर्ताहरूले चाहिँ यो हाइड्रो पावर जस्तो सोचेर चाहिँ अब सेल गरेको हुन सक्छ।
त्यस्तै साथीहरू अब श्रीनगर र सागरको चाहिँ हामीले चाहिँ अब यो सेम सेक्टरको भए तापनि यो कम्पनीको चाहिँ आइपिओ होल्डरहरूले चाहिँ श्रीनगर र सागरको चाहिँ के गर्यो भन्दा त सेम सेक्टर भए तापनि यो कम्पनीको आइपिओ होल्डरहरूले चाहिँ आफू पनि डुबे र होल्ड गरेलाई पनि डुबाए। अब सागर कम्पनीमा चाहिँ 12 दिनको कारोबार रकमसँग हेरौँ, सागर कम्पनीमा चाहिँ 12 दिनमा आएर हाम्रो 1600 किताको कारोबार भएको थियो, जसको मार्केट प्राइस 1002 हुँदा। अब श्रीनगरमा चाहिँ कति किताको कारोबार भयो त? हाम्रो यो कम्पनीको सेयरमा चाहिँ 3,11,450 किताको कारोबार भयो, जसको मार्केट प्राइस चाहिँ हाम्रो 830 हुँदा नै लगानीकर्ताहरूले चाहिँ 3,11,450 किता चाहिँ सेल गरेका छन्। अब यो एकदमै ठुलो हो कि यो सेल, यसको यो सोच्नै नसकेको सेल आएको छ। त्यस्तै आज कम्पनीको सेयर चाहिँ यो कम्पनीको सेयर चाहिँ ओपन हुने बेलामा 876.9 मा ओपन भएको थियो, हाईमा कम्पनीको सेयर 930 पुगेको थियो, लोमा कम्पनीको सेयर चाहिँ 814 पुगेको थियो। मैले तपाईँहरूलाई भनेको थिएँ यसको बारेमा पनि, यो कम्पनीको सेयरले पनि 1000 चाहिँ काट्न अलिक मुस्किलै पर्ने जस्तो देखिन्छ भनेको थियो, तर 1000 सम्म त पुग्नु पर्ने थियो, तर लगानीकर्ताहरूले सोल्ड गरे। अब भोलिको दिनमा चाहिँ यदि आइपिओ होल्डरहरूले होल्ड गरे भने कम्पनीको सेयर चाहिँ माथि जान सक्छ, तर मलाई जहाँसम्म लाग्छ किन जाँदैन भन्दाखेरि चाहिँ लगानीकर्ताहरूले आजै अब यत्रो किताको कारोबार भयो। अब हाम्रो बढ्ने भनेको यो कम्पनीको सेयर चाहिँ यदि भोलि बढ्यो भने बढ्यो, आइतबारदेखि चाहिँ कम्पनीको सेयर चाहिँ बढ्न सक्ने सम्भावना ज्यादै कम हुन जान्छ। किन भन्दाखेरि चाहिँ यो आजकै 3,11,450 किताको छ, अब आइतबारदेखि चाहिँ यो पनि के हुन्छ त लगानीकर्ताको त पोर्टफोलियोमा आउँछ। त्यो कारणले गर्दाखेरि चाहिँ यो कम्पनीको सेयरलाई पनि अब अहिले बढ्न चाहिँ गाह्रो छ, तर यदि आइपिओ होल्डरहरूले होल्ड गऱ्यो भने बढ्न सक्ने सम्भावना चाहिँ देखिन्छ। तर अब कम्पनीको सेयर विगतका कम्पनीहरू पनि अब बढेपछि घटेको देखेर लगानीकर्ताहरूले चाहिँ अब घट्दो क्रममा गइसकेपछि बढ्ने सम्भावना हुँदैन भनेर होल्ड नगर्न पनि सक्छन्। त्यस्तै अब स्वस्तिकको हामीले 1900 दिनको कारोबार रकमबाट हेरौँ, कम्पनीको सेयर आज प्री ओपनमा कारोबार भएन। कम्पनीको सेयरमा चाहिँ आज दिनभरिमा 130 किताको कारोबार भयो, जसको टर्नओभर चाहिँ 2,24,173 रुपियाँको आएको थियो। बाई डिमान्डतर्फ हेर्दा कम्पनीको सेयरमा चाहिँ राम्रै बाई डिमान्ड आएको छ। 10 किता आइपिओ होल्ड गर्ने साथीहरूले चाहिँ यो स्वस्तिक कम्पनीबाट चाहिँ 17,484 कमाउनु भएको छ भने आज होल्ड गर्ने साथीहरूले चाहिँ 1,589 रुपियाँ कमाउनु भएको छ। त्यस्तै स्वस्तिक कम्पनीको चाहिँ हाम्रो अहिले तत्काल कारोबार गर्न मिल्ने सेयर चाहिँ 2,18,295 कितामा के कति किताको कारोबार भयो भन्दा चाहिँ यो कम्पनीको सेयरमा जम्मा आज 1900 दिनमा आएर चाहिँ जम्मा 1400 किताको कारोबार भएको छ। अब सजिलो ज्ञान हेर्ने साथीहरूको हाम्रो पहिलो टार्गेट चाहिँ कति राख्ने भन्दाखेरि चाहिँ हिजोको भिडियोमा मैले हजुरहरूलाई कमेन्ट गर्नु भनेको थिएँ, हिमाल क्विकेल सरले लेख्नु भएको छ स्वस्तिकको पहिलो टार्गेट 30K प्लस भनेर लेख्नु भएको थियो। त्यस्तै सुहान सरले लेख्नु भएको छ स्वस्तिकको चाहिँ 40K प्लस भनेर लेख्नु भएको छ। अब विक्रम सरले लेख्नु भएको छ स्वस्तिकको टार्गेट 35K। हाम्रो पहिलो टार्गेट चाहिँ यो कम्पनीको सेयरमा चाहिँ हजुरहरूलाई मैले 20,000 देखि 25,000 को बिचमा राख्छु। किन भन्दाखेरि चाहिँ हाम्रो यो स्वस्तिक कम्पनीको सेयर चाहिँ 30-40,000 सम्म पुग्नु पर्ने हो, तर हामीले अहिले पहिलो टार्गेटलाई चाहिँ हामीले यही 20,000 देखि 25,000 लाई हेरौँ। तर सप्लाई चाहिँ आउँदैन साथीहरू, ढुक्क भएर बस्नु। स्वस्तिक कम्पनीमा चाहिँ सप्लाई चाहिँ आउँदैन, मजाले पार गर्छ कम्पनीको सेयरले चाहिँ। त्यस्तै अब एसआई प्यानलको चाहिँ आज पहिलो दिनको कारोबार रकमबाट सुरु गरौँ। कम्पनीको सेयर आज यो कम्पनीको सेयरले चाहिँ 319.80 पैसामा यसको पहिलो कारोबार भएको थियो। प्री ओपनमा कम्पनीको सेयरमा चाहिँ 319.80 पैसा चाहिँ यो कम्पनीको सेयरमा 70 किताको कारोबार भएको थियो। अब लगानीकर्ताहरूले कस्तो हुन्छन् भन्दाखेरि चाहिँ यो कम्पनीको सेयर प्री ओपनमा यति धेरै सोल्ड गर्नुपर्ने आवश्यकता थिएन जुन एसआई प्यानलमा, र दिनभरिमा कम्पनीको सेयरमा 300 किताको कारोबार भएको छ। आजको यसको टर्नओभर चाहिँ हाम्रो 1,02,647 रुपियाँको टर्नओभर आएको छ। टप बाईमा 84 नम्बरको ब्रोकरले 210 किता बाई गरेको छ भने टप सेलमा ब्रोकर नम्बर 58ले 60 किता सेल गरेको छ। बाई डिमान्डतर्फ हेर्दा कम्पनीको सेयरमा अब बाई डिमान्ड त आउने नै भयो, भर्खर लिस्टेड भएको कम्पनी। र कम्पनीको सेयरमा त अहिले तत्काल कारोबार गर्न मिल्ने सेयर भनेको 45,73,248 कितामा चाहिँ यो कम्पनीको सेयरमा आज सुरुकै दिनमा 300 किताको कारोबार भएको छ। 10 किता आइपिओ पाउने साथीहरूले चाहिँ यो कम्पनीको सेयरबाट चाहिँ 3,517 रुपियाँ चाहिँ आफ्नो लगानीसहित पाउनुहुनेछ भने आज बेच्नेहरूले चाहिँ 3,293 रुपियाँ चाहिँ नाफा पाउनुहुनेछ, जुन लगानी सहित हो। फेरि त्यो 3,293 पनि। र एसआई प्यानल र हाम्रो श्रीनगरको पहिलो कारोबार रकमलाई हेरौँ। श्रीनगरको पहिलो दिनमा 300 किताको कारोबार भएको थियो नि, एसआई प्यानलमा 250 किताको। अब एसआई प्यानलको त कितै बढी भएको कारणले गर्दा पनि अब यसमा चाहिँ यो 300 किताको सप्लाई आउनुलाई त त्यति नराम्रो त भन्न पर्दैन, तर पहिलो दिनमा नै यसरी 300 किताको सेल गर्नुपर्ने आवश्यकता त थिएन क्या। यो आइपिओ भर्नेहरूले चाहिँ कसरी बुझ्छन् होइन, अब कसरी चाहिँ किन सेल गरेका हुन्। त्यसै सागर र एसआई प्यानललाई हेर्दा चाहिँ सागरमा चाहिँ पहिलो दिनमा चाहिँ 100 किताको कारोबार भएको थियो नि, हाम्रो एसआई प्यानलमा चाहिँ 300 किताको कारोबार भएको छ। त्यस्तै अब होमराज विष्टले लेख्नु भएको थियो नहुने भिडियो नबनाउनु हो अलमलै भनेर लेख्नु भएको थियो। मैले चाहिँ नहुने भिडियो हेर्नु, जस्तो आज यो एसआई प्यानलको सेयर चाहिँ 300 मा बेचेँ नि, यस्तो साथीहरूले चाहिँ मेरो भिडियो हेर्नुहोस् भनेको के, यो 300 मा बेच्नुपर्ने आवश्यकता त थिएन नि। यस्तो साथीहरूलाई चाहिँ मैले होल्ड गराउने हो। अलिसा राई मिसले लेख्नु भएको थियो श्रीनगर आइपिओ हिमस्टारको जस्तो पछि बढ्न सक्छ किन है भनिदिनु, किता थोरै भएकाले पछि लङ टाइम बढ्न सक्छ भनेर लेख्नु भएको थियो। अब श्रीनगर कम्पनीको सेयर चाहिँ के हो भन्दाखेरि चाहिँ अहिले तत्काल चाहिँ यो लगानीकर्ताहरूले सेल गरे पनि भोलिको दिनमा नेप्से राम्रो भएर बुल मार्केट आयो भने चाहिँ यो कम्पनीको सेयर चाहिँ
मात्र होइन, जुनसुकै कम्पनी अहिले लिस्टेड भएका जुनसुकै कम्पनी पनि बढ्न सक्छन् पछिको समयमा। तर तपाईँहरूलाई चाहिँ मैले अहिले गएको वृद्धि चाहिँ कहाँसम्म पुग्छ भन्ने मात्रै तपाईँहरूलाई भनिदिने हो। मैले तपाईँहरूलाई भनेकै थिएँ झापा कम्पनीको सेयरमा चाहिँ अब सप्लाई चाहिँ आयो साथीहरू भनेको थिएँ। तर झापा कम्पनीको सेयरमा चाहिँ तपाईँहरू डराउनु पर्दैन क्या, किता थोरै चाहिँ यो कम्पनीको सेयर चाहिँ लङ टाइम पनि पर्दैन। केही समय पछाडि ब्रोकरहरूले यो कम्पनीको सेयर चाहिँ एकुमुलेसन गरेर चाहिँ यो कम्पनीको सेयर उडाउन सक्छन् कि किता थोरै खान्छ। किता थोरै भएको कारणले गर्दाखेरि चाहिँ झापा कम्पनीलाई चाहिँ तपाईँहरूले डराउनु पर्दैन। श्रीनगर कम्पनीको सेयरमा त अब किता धेरै पनि छ, तर यो 12 दिनमा आएर चाहिँ कारोबारमा चाहिँ यति धेरै सप्लाई आउनु भनेको यो एकदमै गलत हो क्या। लगानीकर्ताहरूले के सोचे, यो हाइड्रो पावरको भन्दा पनि यसको कम भ्यालु हुन गयो। हस्त साथीहरू, आजको भिडियोमा यति नै। भिडियो मन पऱ्यो भने एक लाइक एन्ड सब्सक्राइब गर्नु न। अब भोलिदेखि चाहिँ हामीले झापा कम्पनी र श्रीनगर कम्पनीको भिडियोलाई चाहिँ हामीले ल्याउँदैनौँ।